गाइस वेलकम टु आवर च्यानल है। मैले आज यो स्टक मार्केटको बारेमा धेरै एनालाइज गरेर है आज एउटा भिडियो लिएर आएको छु। जस्तै हाम्रो मार्केटमा अहिले हुन भइरहेको छ। कहिले के कहिले आन्दोलन कहिले यस्तो गर्दा मार्केटलाई असर अलिअलि पारेको धेरै त पारेको छैन, तर नि अलिअलि असर चाहिँ पारेको छ है। जस्तै हामीले हेर्न सक्छौँ, जस्तै मार्केट साइडवाइज चलिरहेको थियो धेरै समयदेखि, लगभग हाम्रो 2-3 महिना भनौँ न। साइडवाइज भन्दा 2700को 2600को रेन्जमा तलमाथि हुने भइरहेको थियो है। अब हाम्रो फेब्रुअरीतिर हाम्रो मार्केटले बुल लिन्छ कि भन्ने शङ्का थियो। बुल लिइसकेको थियो, जस्तै हाम्रो 2700कोबाट 2900सम्म मार्केट हाम्रो पुगिसकेको थियो है। अँ, त्यहाँबाट फेरि नेपालमा पनि के भयो, आन्दोलन आयो। आन्दोलनले गर्दा मार्केट भनौँ न एक किसिमले बियरिसै भएको तल्लो नमिठो झऱ्यो के। मार्केटले नमिठो झर्दा नि मार्केटले झरेर नि अब हजुरको हाम्रो सपोर्ट रेन्जबाट हाम्रो सपोर्ट 2बाट हाम्रो माथि मार्केट उठेको हो। हाम्रो त्यहाँबाट मार्केट पहिला नि यहाँबाट नि उठेको थियो, सपोर्ट उसबाटै ह्याम्मर क्यान्डल भनौँ न, ह्याम्मर जस्तो क्यान्डल फुल्ली ह्याम्मर क्यान्डल त होइन यो, जस्तै ह्याम्मर जस्तो क्यान्डल बनाएर है। जस्तै मैले यसको कुरा गर्दछु है, यहाँ उयो छ नि, यसको कुरा गर्दछु मैले। ह्याम्मर जस्तो क्यान्डल बनाएर चाहिँ मार्केट त्यहाँबाट नि उठेको थियो, यहाँबाट नि अब त्यस्तै त्यस्तै भइरहेछ। हाम्रो एउटा रेजिस्टेन्स त काट्यो, तर माथि क्लोज दिन सकेन क्या मार्केटले। अस्ति बिहिबारको उसमा यो काटे थियो हजुरको, यो काट्यो, यो रेजिस्टेन्स काट्यो। यो रेजिस्टेन्स काट्ने बित्तिकै हाम्रो मार्केट सिधै यहाँबाट माथि जान्छ नसोच्दा हुन्छ है। यसलाई काटो, यहाँबाट जस्तै यो गएछ, यो पोइन्ट हाम्रो गयो नै, यो पोइन्ट गए जस्तै हाम्रो डाइरेक्ट यहाँबाट यो माथि कल जाँदै जाँदैन। धेरैले यही भन्छन्। मैले हेरेको थिएँ भिडियो एकचोटि होइन, मैले गरिरहेको थिएँ, एनालाइज गरिरहेको थिएँ मैले। सबैले त्यही भन्छन् कि मार्केट यहाँबाट जान्छ भन्छन्, तर हाम्रो मार्केट यहाँबाट जाँदैन। हाम्रो मार्केट यहाँबाट जाँदैन के जसले जे भन्दा पनि कसरी नपत्याए हुन्छ है। मार्केट हाम्रो त्यहाँबाट जाँदैन, हाम्रो मार्केट गएर हाम्रो मार्केटले हेर्न सक्नुहुन्छ, हाम्रो यो उसमा रिटेस्ट गरेर फेरि यो सपोर्ट लाइनमा आइसक्यो। रिटेस्ट गरेको यो अस्ति हाम्रो कतिमा यो 3 अप्रिलमा रेजिस्टेन्ससम्म गएर रेजिस्टेन्सबाट घटेको हो क्या। मार्केट रिटेस्ट गर्न सपोर्ट 1मा हाम्रो 2631मा आएर त्यहाँबाट नि माथि सपोर्ट लाइन छोएर फेरि मार्केट घटिरहेको थियो। मार्केट एकदम डाउनली घटिरहेको थियो। जस्तै हाम्रो मार्केट घट्दाखेरि हाम्रो मार्केटले यहाँ आउँछ कि भन्ने जस्तो शङ्का देखाइरहेको थियो, तर हाम्रो यो सपोर्ट 1लाई छोएर माथि मार्केटले कभर भनौँ न, रिकभर भनौँ न आफूलाई, त्यसदेखिको रिकभर जस्तै गरेर गयो। त्यस दिनदेखि मार्केट ठिकै छ, जस्तो नराम्रो पनि छैन। जस्तो मार्केट हाम्रो यो रेजिस्टेन्स कटिसक्यो, यो रेजिस्टेन्स कट्दाखेरि हाम्रो मार्केट केही समयमा हाम्रो आइतबारको उसमा नि आइतबार पनि हाम्रो मार्केटले जस्तै यहाँबाट कभर गरेर यहाँबाट सुरु भएर माथि एउटा लगभग हजुरको मोर 1% भनौँ न, अस्ति यो 1% गएको है। 1% भनौँ न, 1% हाम्रो ऊ गऱ्यो भने 1% पनि हाम्रो बढ्यो भने यो कट्छ के। यो रेजिस्टेन्स कटेपछि हाम्रो मार्केटले फुल्ली अप त जाँदैन, जसले जे भने नि फुल्ली अप त जाँदैन। अप गएर फेरि हल्का अप जान्छ। ल हजुरको ल मानौँ एउटा, अब कसैले भन्न सक्दैन मार्केट भोलि के हुन्छ भन्दै। अब कसै अब हेरेको हुँदैन नि त फ्युचर, अब कसैले केता मार्केट यहीँबाट डाउन जान्छ जस्तो हामीले के अनुमान गर्न सकिन्छ कि मार्केट डाइरेक्टली त जाँदै जान्न मार्केट हाम्रो है। हाम्रो यो जस्तै हाम्रो ल भनौँ 2800सम्म गएर मार्केट यहाँबाट फेरि यो हल्का तल आएर यो रेजिस्टेन्स नकट्ने है। रेजिस्टेन्स कट्यो भने फेरि हाम्रो मार्केट यहीँ अब हजुरको 2700मा फेरि झर्छ भन्न सकिन्छ। ल यहाँ यो रेजिस्टेन्स दिएर फेरि हाम्रो यहाँबाट ब्याक हुँदै माथि गयो भने मार्केट हाम्रो ल 2900 जति, ल 2900सम्म छुन्छ क्या। राम्रो छ अहिले जस्तो गइरहेछ। पहिला पनि अब हजुर जस्तै गइरहेछ मार्केट, राम्रो छ। अब आन्दोलन अहिले पनि आन्दोलन छ।
आन्दोलन नभएको होइन, शिक्षकहरूको आन्दोलन छ, सरकारी विद्यालयहरूको आन्दोलन छ। तर एकदम राम्रो भनेको यसपालि हाइड्रोमा छ। हाइड्रो बहुत हुन्छ नि हाम्रो हाइड्रोले कुलमान घिसिङ गयो, अब हाइड्रोमा काम छैन भन्ने सोचिरहेको थिएँ है मैले नि। अब किनकि विद्युत ल्याएकै उहाँले हो। भनौँ न अब हाइड्रो सबै अब राम्रो छ हाइड्रो। हाइड्रोले तपाईँलाई हाम्रो योसम्म छुन्छ कि भन्ने जस उ छ क्या, यो त हजुरको 3800को रेन्जसम्म पुग्छ कि भन्ने शङ्का छ हाइड्रो। हजुरको राम्रोसँग गएको छ हाइड्रो पनि। ल यति भन्छु आज, अब हजुरलाई मनपर्छ भने नयाँ च्यानल सब्सक्राइब गरिदिनु होला। पछि पछि यस्तो नयाँ नयाँ भिडियो गराउँदै गरौँला है।